मैले चाहिँ यो इन्स्टल लिएर आएको छु तीनटा मात्र 350 मा अनि यसको क्वालिटी चाहिँ एकदमै राम्रो छ है कपडा पनि एकदमै सफ्ट छ यसको क्वालिटी चाहिँ एकदमै डरे बानी रक्सी खाने ठाउँमा आएर जुस खाइरहेको छु मिठो छ होइन भन्दाखेरि मेरो भाइसँग झगडा परेर झन्डै कुटाकुट पऱ्यो त्यही भएर भिडियो नबनाएको Hello everyone, welcome and welcome back to my channel. I hope हजुरहरु सबैजना सन्चै आराममा हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। यदि हजुरहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने म चाहिँ स्वाति, मेरो घर चाहिँ झुम्पा हो। अहिले चाहिँ म हाल काठमाडौँ बसिरहेको छु। हजुरहरुकोतिर मौसम कस्तो छ? हाम्रोतिर चाहिँ बिहानै घाम लागिरहेछ। अहिले चाहिँ 7 बज्यो। म चाहिँ उठि पनि सके। अब चाहिँ खाना बनाएर क्लास जानु पर्ने हुन्छ। मेरो चाहिँ 9 बजेदेखिको क्लास छ नि त। अनि आज मम्मी पानी लिन जानु भएको छ धारा चाहिँ कहाँ भन्नुहुन्छ भने मैले अगाडिको भिडियो पनि बनाएर आएको छु धाराको चाहिँ हामी चाहिँ कहिले कहिले पानी लिन जान्छौँ मलाई चाहिँ त्यहाँ पानी पिउनुपर्छ सो हेर्दै जाऊँ आजको दिन के कस्तो हुन्छ यो चाहिँ अहिले यहाँ खाना पनि पाकिसक्यो सिटी लाग्ने बेला भएछ अब चाहिँ म नुहाउन जान्छु मेरो भाइ चाहिँ यति बेलासम्म सुतिरहेको छु अहिले चाहिँ म नुहाएर पनि आइसकेँ मेरो चाहिँ 10 बजेदेखिको क्लास हो नि त अनि त्यस पछाडि अहिले चाहिँ 8:30 भयो अनि हिजो चाहिँ म क्लासमा फर्किनु पऱ्यो कि त्यो गाडी पुरै हिजो बाटो जाम थियो नि त अनि म 10 बजेदेखिको क्लास चाहिँ गाडी चढेँ अनि त्यस पछाडि 1 घन्टा जति चाहिँ म जानु बसेँ 16 फुटीदेखि उहाँ जङ्गलसम्म के जाम थियो अनि 1 घन्टा जति जानु बसेँ क्लासमा पुग्ने सडकको जुन गाडीमा गएको म त्यही गाडीमा भराउनु पऱ्यो कि हिजो चाहिँ सो आज चाहिँ 8:30 40सम्म यो अफिस टाइम हो कि त्यही भएर एकदमै जाम हुन्छ पानी काम अहिले चाहिँ म रेडी यो चाहिँ मेरो क्लास बाहिरबाट देखिने भ्यू हो यो भयो बागबजार साइड अनि यो चाहिँ रत्न पार्क म चाहिँ केएसीमा पढ्छु नि त अहिले चाहिँ मेरो क्लास छुट्टी भइसक्यो अब चाहिँ ओलीलाई भेट्न जानुपर्ने हुन्छ उसले चाहिँ मलाई यहाँ पर्खेर बसिरहेको रहेछ क्यामेरादेखि लजाएको रे हामी चाहिँ यहाँ चटपटे खाने ठाउँमा आइपुगिसक्यौँ हाम्रो भैयाको एकदमै फेमस चटपटे हजुरहरू पनि आउन सक्नुहुन्छ यदि बाग बजारतिर हजुरहरू पढ्नुहुन्छ भने चटपटे आएपछि भिडियो बनाउँछु ल यहाँ चटपटे आइसक्यो अब खानुपर्ने हुन्छ ऊ चाहिँ क्यामेरा भन्ने बित्तिकै एकदमै लजाउँछ कि फेरि म छोड्दिनँ नि त म बनाइराख्छु यसरी किन बोल्नु पर्यो साझा बोयफ्रेन्डसँग बोल्दैछु नि ल अब खामै त चटपटे चाहिँ दामी छ है अमिलो पिरो टक्क लगाएर त्यति हात पऱ्यो है हात चक्कर पऱ्यो मलाई यो जिन्दगीले कहाँ पुर्यायो क्यामेरा भन्ने बित्तिकै यस्तो लजाउँछ है नदेखाउ ल यहाँ हाम्रो खड्काजी हुनुहुन्छ देखाएन कसको यसरी पानीपुरी खाने बानी छ चटपटेमा पानीपुरीमा चटपटे हालेर टक्क हाल्ने त्यस पछाडि यस्तो गरेर ओ हेलो सिर्जना घर गाडी रोशनले के सामान लग्दिँदा
फेरि अब हामीले खाजा पनि खाइसक्यौँ अब चाहिँ निस्किनु पर्ने हुन्छ अब ऊ चाहिँ क्लास जान्छ ल बाई भनिदेऊ बाई बाई अनि अब म चाहिँ घर जान्छु म त हाल्छु अहिले चाहिँ म रेडी पनि भइसकेँ सक्नुहुन्छ अब चाहिँ निस्किनु पर्ने हुन्छ निस्किसकेपछि चाहिँ म दिदी मेरो भाइलाई पनि लिएको छैन हामी चाहिँ घरबाट निस्केर पनि यहाँ आइसक्यौँ यो चाहिँ न्यु रोड साइड हो मैले चाहिँ किन भ्लग बनाइन भन्दाखेरि मेरो भाइसँग झगडा परेर झन्डै कुदाकुद पऱ्यो त्यही भएर भिडियो नबनाएको यहाँ छ बोलचाल छैन हाम्रो यस्तो भिड छ यहाँ चाहिँ मसँग झगडा गरेर रिसले हिँड्दैछ है कमन्ड होइन नकमन्ड यसको च्याठा हजुरहरूलाई नि बस्नु कति देखाउँछ भएकोलाई के गर्नु बेला घुमाउनै पर्यो तपाईँहरूलाई नि देखाउनै पर्यो घुम्नै पर्यो घुम्दै जाउँला यस्तै छ यहाँ चाहिँ मेरो दिदी से हाई वेलकम छ तिमीलाई मेरो ब्लगमा हामी दुईजना चाहिँ बोल्ने यता चाहिँ नबोल्ने हो के भन्नु यस्तै छ नबोले पनि हिँड्नै पर्छ भाइ चाहिँ भोलि घर जाने हो नि त घर पठाउनको लागि सामान किन्न हामी चाहिँ यता निगुरो साइड आएको आउँदाखेरि चाहिँ यसलाई यसो बसन्तपुरतिर घुमाइदिउँ भनेर प्लस आएपछि तपाईँहरूलाई पनि घुमाऊँ भनेर आज चाहिँ शनिबार पनि भएर होला एकदमै भिड छ है हामी चाहिँ अगाडि त्यहाँ पहिला मन्दिरमा दर्शन गरेर आउँछौँ म चाहिँ दर्शन गर्दिनँ मैले चाहिँ दर्शन गर्दिनँ भाइले गर्छ सो हेर्दै जाऊँ है त रेडी चाहिँ त्यो ढोग्न पठाएको थिएँ मैले मेरो चाहिँ आइसक्यो मैले चाहिँ हुँदैन हजुरहरू पनि दर्शन गर्न है त ले चाहिँ यहाँ नजिस्की यहाँ चाहिँ आज एकदमै भिड छ हेर्न सक्नुहुन्छ पुरै भिड छ आज शनिबार हो नि त नबोल्ने मान्छे सो यसै छ हामीले दर्शन गऱ्यौँ हजुरहरू पनि दर्शन गर्नु होला हामीले चाहिँ अब यहाँ आएपछि फोटो खिच्नै पर्यो होइन केटाकेटीहरूको यसो फोटो खिचेर अब हामी चाहिँ यहाँबाट निस्क्यौँ अब चाहिँ हाम्रो सपिङ सुरु हुन्छ हेर्दै गरौँ है त यस्तै छ है रमाइलो छ यिनीहरू चाहिँ एकदमै फेमस यो क्याफेको छेउको चिया अड्डाको छेउको आलु चप पाउने ठाउँ एकदमै फेमस हजुरहरूले हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ चिया अड्डाको अगाडि छौँ यो चाहिँ एक कपको 5 रुपिज ओन्ली यहाँ चाहिँ यसरी आफ्नो सामानहरू राख्नु भएको रहेछ चिया अड्डा भयो ओके हाम्रो चाहिँ यहाँ चिया लिएर आइसक्यौँ यसको चाहिँ ओन्ली 5 रुपिज है पर कपको यहाँ चाहिँ आलु चप 12 आइसक्यो म चाहिँ योहरू खान्न एकदमै मिठो लागेर फेरि मगाएँ हजुरहरू पनि यता आउनुहुँदैछ भने यहाँ आएर चाहिँ चिया चाहिँ हजुरहरूले टेस्ट गर्नै पनि हुन्छ यो चाहिँ शनिबार मात्रै लाग्छ गाइस सिरियसली मलाई चाहिँ त्यहाँको चिया यस्तो मन पर्यो मैले 2 कप चिया खाएँ एकदमै दामी होइन दामी एकदमै मन पर्यो यो चाहिँ शनिबार मात्रै लाग्दो रहेछ फेरि पनि भनिदिन्छु 1 कपको 5 रुपियाँ मात्रै हो हजुरहरू चाहिँ यता बसन्तपुर आउँदाखेरि चाहिँ आउन सक्नुहुन्छ यो बाटो साह्रो चिया अड्डाको लोकेसन हालेर हजुरहरू सजिलै आउन सक्नुहुन्छ हामी जस्तै एकदमै मिठो चिया खाएर ह्याप्पी हुनु ल भाइसँग झगडा परेर यस्तो मुड खराब भएको थियो मेरो है अहिले त खुसी हो नि म खुसी हो चिया खाएर मुड फ्रेस भयो मेरो चल्दिन्छ हामी चाहिँ यत्रो घुमेर जुन ठाउँबाट निस्क्यौँ त्यही ठाउँ आइपुग्यौँ चाहिँ हाम्रो लोकेसन आइपुगिसकेको छु अब यहाँ पछि हजुरलाई भिडियोमा देखाउँछु है त हाम्रो चाहिँ अलमोस्ट सपिङ सक्यो अब चाहिँ यो साइडबाट निस्केर चितौराहरू दिनुपर्ने छ दिन कस्तो हुँदैछ त कोर भइरहेको छ यस्तो भिड छ शनिबार भएर पनि होला एकदमै भिड छ अल्छी लाग्यो है हामी जाँदैछौँ भाइ
हामी चाहिँ पुस्तकालय हेर्न आएको छौँ। यहाँ चाहिँ गुटपातहरू यसरी चाखेर दिनुहुँदो रहेछ। टेस्ट खैन त मिठो छ खै थोरै दामी दिन्छ मिठाई बेच्नुहुन्छ अरे। अब यहाँ बिल पेमेन्ट गर्ने त्यसपछि सिधै निस्किनु पर्ने हुन्छ। यहाँ प्याक गरिदिनुहोस् गुटपात। हामी चाहिँ यहाँ घर छेउमा आइपुग्यौँ। अब यिनीहरू दुइटा चाहिँ खाजा खानु लाग्यो। उज्जा है उज्जा, म चाहिँ जुस खान्छु ल। कन्नाको जुस रक्सी खाने ठाउँमा आएर जुस खाइरहेको छु। हामी दिदीभाइ चाहिँ कस्तो मिल्ने छौँ कि भाइले चाहिँ मेरो जुत्ता खोलिदिएछ मजाले खोल। त्यहाँ हामी कस्तो है बिहान चाहिँ हामी झन्डै खुट्टाखुट्टै परेको थियो। अहिले चाहिँ हामी लास्टै मिलिरहेको छौँ, एकदमै हामी मिलिरहेको छौँ। बिहान चाहिँ हामी दिदीभाइको झन्डै खुट्टाखुट भएर पुरै आधी न्युरोड घुमुन्जेलसम्म नि हाम्रो कुरा झन्डै भइरहेको थिएन। अहिले चाहिँ हामी कस्तो मिलिरहेको छौँ। यहाँ हेर्नु त छान्नु यसको यस्तै बेहोराले त यसको मेरो झगडा पर्छ है। फेरि अर्कै दुनियाँ छ यहाँ। ल गाइज मैले चुट्यो भने नि तँलाई यस्तो हान्छु नि यस्तो हान्छु नि। म चाहिँ सुतेर उठ्ने बित्तिकै यिनीहरूसँग फुटबल खेल्दैछु रोडमा। यस्तो दामी किपर छु होइन। गोल आएपछि गोल हान्छ र यिनीहरूले। हान न पास गर न। गोल आयो होइन सजिलो गोल हान्छ। आइज न। मजा आउँदैछ गोल। आयो गाइज अहिले चाहिँ हामी घर आएर पनि फ्रेस भइसक्यौँ। अनि आज चाहिँ सपिङमा हामीले हामी झोला खोल्छौँ डरे बाँधे भरि चाहिँ के छ त यो झोलाभरि के छ हेरौँ है त। सो गाइज मैले चाहिँ न्युरोडबाट के ल्याएँ त अब हजुरहरूसँग सेयर त गर्नै पर्यो होइन। अब हेरौँ है त। मैले चाहिँ यो इन्स्टल लिएर आएको छु 3टा मात्र 350 मा। अनि यसको क्वालिटी चाहिँ एकदमै राम्रो छ है। कपडा पनि एकदमै सफ्ट छ। यसको क्वालिटी चाहिँ एकदमै राम्रो छ। 3 पिस लिएको हो यो चाहिँ। दुईटा चाहिँ ब्ल्याक छ अनि एउटा चाहिँ कस्तो निलो निलो कलरमा छ। अनि मैले यो टी सर्ट चाहिँ मेरो सानो बाबु आयन्सलाई ल्याइदिएको। घर बस्दा लाउनुहुन्छ बच्चालाई अब गर्मी सुरु भइसक्यो। सो गाइज मैले चाहिँ यो जर्सी लिएको छु कति 3 पिस लिएको छु। यो जर्सी मात्र 300 मा। अनि यो बाबुको कपडा पनि मैले 250 मा लिएको होला सायद, मैले बिर्सेँ त्यो चाहिँ। अनि यो चाहिँ सबै जर्सी नै हो। अनि मैले चाहिँ यो मेरो भाउजूको लागि बेस्ट ल्याइदिएको। यो चाहिँ एकदम शीतल हुन्छ नि त, शीतल कपडा छ है। छक्क हुन्छ है हेर्न सक्नुहुन्छ होइन। अनि यो चाहिँ भाउजूको गर्मीमा लाउनु
हुन्छ घर बस्दाखेरि। अनि यो चाहिँ मैले मेरो मम्मीलाई लेखेको, यो नि घर बस्दा लाउन बोलेको। मैले चाहिँ यति धेरै किलो हालेको छु, एकदमै धेरै, सबै घरको लागि हो। यति नै हो। सो मैले चाहिँ यति नै सामान लिएर आएँ निब्रटबाट, के ल्याएँ हजुरहरूले हेरि नै हाल्नुभयो। अनि यो चाहिँ कुनै एक्सपेन्सिभ सामान होइन, यो चाहिँ घर बस्दा नर्मली लाउने अनि घरमा काम गर्दा लाउने खालको कपडा हो। सो मैले चाहिँ 300, 350 अनि 250, 200 यस्तैमा कपडाहरू लिएर आएँ। अनि हजुरहरूलाई चाहिँ कस्तो लाग्यो, यदि हजुरहरूलाई चाहिँ के मन पर्यो भने विन्ड सिटर चाहिँ एकदमै राम्रो छ, त्यसको क्वालिटी पनि एकदमै राम्रो छ। नर्मली घरमा बसेर हामीले युज गर्नको लागि चाहिँ एकदमै बेस्ट हुन्छ। तर त्यो चाहिँ मैले मेरो लागि लिएको होइन, मेरो ड्याडी भाइ दाइहरूको लागि लिएर आएको। सो हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, यदि हजुरहरूलाई पनि केही सामान त्यहाँबाट मैले लिएको ठाउँबाट कुनै सामान मन पर्यो भने हजुरले त्यहाँबाट चाहिँ अनलाइन गर्न सक्नुहुन्छ। सो गाइस त्यही हो, अब भिडियो चाहिँ यति सक्नुपर्ने हुन्छ। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै 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 धन्यवाद। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई।